गणेश नेपालीको ड्रइङ गर्न खोजिरहेको छु। यहाँनिर मैले चाहिँ उहाँको टाउकाको आकार अनि कपाल बनाइसकेको छु। त्यससँगसँगै अनुहारको सेप पनि आकार पनि निकालिसकेको छु, कान पनि बनाएँ। अनि अब मैले चाहिँ आँखा बनाउँछु। आँखा बनाइसकेपछि तपाईँको अलिकति केही हुबहु मिल्छ कि कस्तो मिले जस्तो देखिन्छ कि कस्तो देखिन्छ त्यहाँबाट भन्नु होला। र उहाँलाई यहाँसम्म यस्तो अवस्थासम्म पुर्याउन जसले गरेको छ नि उहाँहरूलाई चाहिँ कारबाही हुनैपर्छ, किनकि उहाँ मान्छेहरूलाई जनताहरूलाई यसरी दुःख दिनु त भएन नि त। अब यसरी जनताहरूलाई दुःख दिएर त अनि सरकार जनताको हितको लागि भएन। त्यही भएर चाहिँ अब उहाँलाई यस्तो बनाउने यस्तो गर्न लगाउने यसलाई चाहिँ कारबाही हुनु पर्यो भन्दै आज उहाँको अनुहार सँगसँगै मुख बनाएँ। मुख बनाइसकेपछि मैले चाहिँ दाँत पनि बनाउन खोजेँ। दाँत बनाउँदा खोज्दा चाहिँ एकदमै राम्रो भयो क्या, पहिलाको भन्दा चाहिँ दाँतहरू एकदमै राम्रो भयो। त्यो सँगसँगै मैले माथि परेलाहरू नि बनाएको छु। परेला बनाइसकेपछि तपाईँको अलिकति मिल्लो मिल्यो जस्तो राम्रो भयो, पहिलाको भन्दा चाहिँ राम्रो फेस देखियो र माथि फोटो अनुसारकै फेस पनि बन्दै गयो। अनि अब उहाँको यो कपाल चाहिँ मलाई अलिकति गाह्रो लाग्यो, त्यही भएर चाहिँ मैले पेन्सिलले नै स्याडो गरेर मिलाएको छु। पेन्सिलले स्याडो गर्दाखेरि नि ठिकै देखियो पहिलाको भन्दा चाहिँ। र उहाँको जुन यो दारीहरूको जस्तो देखिएको छ नि उहाँको दारीहरू जस्तोलाई नि मैले पेन्सिलले नै स्याडो गरेको छु। अनि त्यो सँगसँगै उहाँको कपडालाई नै मैले बनाउन खोजिरहेको छु। कपडा सँगसँगै हात पनि बनाएको छु। हातमा चाहिँ मलाई पहिलादेखि नै समस्या आउने क्या, हात बनाउन चाहिँ एकदमै गाह्रो हुने क्या मलाई चाहिँ। अनि त्यही भएर अलिकति दुःख त यहाँनिर आएर लाग्छ क्या, तपाईँको हात बनाउन नजानेपछि चाहिँ गाह्रो हुने क्या। अनि हात पनि अब मिलाउनलाई खोजिराखेको तर मिल्दैन क्या, कसै गर्दा मिल्दैन। यत्रो बनाइसकिसक्यो अहिलेसम्म मैले धेरै हात बनाइसकेँ तर सोचे जस्तो र खोजे जस्तो हातहरू चाहिँ अहिलेसम्म भेटिएन क्या, बनाउन सकिनँ। अनि यो सँगसँगै मैले उहाँको शरीरको आकारहरू नि बनाएँ। शरीरको आकार बनिसकेपछि अब शरीरको आकार सँगसँगै अब यहाँ जुन कपडाहरू जुन तरिकाको फेसहरू देखाइएको छ त्यही तरिकाको आकारहरू बनाउन खोजिरहेको छु। र अब तपाईँहरूलाई के लाग्छ मैले बनाएको ड्रइङहरू कस्तो लाग्छ त्यो पनि भन्दै गर्नु होला। त अब तपाईँको यहाँनिर चाहिँ ड्रइङ भन्दा नि मेरो कपाल चाहिँ एकदम धेरै देखिरहेको छ नि त। अब यहाँनिर अलिकति गाह्रो पऱ्यो यहाँ तपाईँको कपाल धेरै देखेर, र पनि केही छैन। अब अन्तिममा थाहा हुन्छ तपाईँहरूलाई कस्तो बन्यो ड्रइङ भनेर चाहिँ। अनि यहाँनिर मैले उहाँको शरीरमा नि हल्का स्याडोहरू गरेको छु। हल्का शरीरको यो कपडा अनि यो जुन तरिकाको देखिएको छ त्यो तरिकाको बनाउन मैले खोजिरहेको छु। अब यहाँनिर अनुहारमा नि अब हल्का स्याडो अथवा हल्का पेन्सिलले गरिदिएको छु। एकदमै उहाँको फेससँग मिलाउन खोजेको, तर फेससँग मिलाउन खोज्दै अलिकति बेसी मिलेछ कि जस्तो लाग्यो, किनकि पहिला त मिले जस्तो लाग्थ्यो, अहिले आएर चाहिँ फेरि बिग्रे जस्तो लाग्न थाल्यो। केही छैन, अब सिक्ने मान्छेलाई हार चाहिँ मान्नु भएन नि त, सिक्न छोड्नु नि भएन। अनि मैले चाहिँ यो हात नमिलिसकेपछि तपाईँको हात चाहिँ मेटिदिएको छु के। अब पहिलाको भन्दा चाहिँ राम्रो भएन अनि सोचे जस्तो नि हात भएन, त्यही भएर चाहिँ मैले हात मेटिसकेपछि चाहिँ अब हेर्नुहोस् न यसरी मैले कलर गरेको छु। अब तपाईँहरूलाई के लाग्छ यो फोटो हेरेर कस्तो लाग्छ त्यो पनि भन्दै गर्नु होला साथीहरू। र अन्तिममा कस्तो देखिन्छ त्यो पनि हेरेर मात्रै जानु होला। एकदमै अब उहाँलाई यहाँसम्म गर्ने र यस्तो बनाउनेलाई चाहिँ कारबाही हुनुपर्छ। जसको सरकार आए पनि जनताहरूलाई दुःख दिनु भएन। अन्तिम भनेको चाहिँ यस्तो देखिएको छ साथीहरू। कस्तो लाग्यो धन्यवाद।